तपाईले भविष्यमा जुन काम गर्ने निर्णय लिनुभएको छ र जुन करियरको बाटो रोज्दै हुनुहुन्छ त्यो तपाईको पर्सनालिटीसँग मेल खानुपर्छ। यदि तपाईले रोजेको करियरमा धेरै बोल्नुपर्ने, धेरैजनासँग संगत गर्नुपर्ने, बढाइ चढाइ कुरा गर्नुपर्ने खालको छ, तर तपाई सोझो सिधा हुनुहुन्छ, लोलोपोतो गर्न आउँदैन, चाहिने नचाहिने कुरा धेरै गरेर बहस गरेर वादविवाद गरेर बढाइ चढाइ कुरा गरेर बस्ने तपाईको बानी छैन भने तपाई त्यो करियरमा लामो समय टिक्न सक्नुहुन्न वा त्यो करियर तपाईले इन्जोय गर्न सक्नुहुन्न। यस्तो समस्या तपाईको छ भने अहिले नै बिहेभियर थेरापी लिनुस्। तपाई जस्तो वातावरणमा काम गर्नुहुन्छ, जस्तोको संगत गर्नुहुन्छ, नियमित जस्तो खाले कुराकानी गर्नुहुन्छ र तपाईले दिनभर जस्तो खालको व्यक्तित्व देखाउनुपर्छ, तपाईको बानी पनि सोही अनुसार परिवर्तन हुँदै जान्छ। तपाईले नयाँ पर्सनालिटी डेभलप गर्दै जानुहुन्छ। यो नयाँ पर्सनालिटी भने नयाँ बानी व्यवहार तपाईको घर परिवारले वा तपाईलाई चिनेकोले भन्दा अलि फरक हुन सक्छ, फरक हुँदै जान्छ। जस्तै उदाहरणको लागि यदि तपाईँ आर्मी मिलिटरीमा जोइन हुनुभयो भने तपाईको स्वभाव पनि परिवर्तन हुँदै जान्छ, जसले गर्दा घरमा छुट्टै टसल क्रिएट गर्न सक्छ। यस्ता पेसाहरू अन्य पनि हुन्छन्। यदि तपाईँ रोएको, चिच्चाएको, चिन्तित भएको, कम्प्लेन मात्र गरेको, निराशको कुरा मात्रै सुनाएको, स्लो अँधेरो वातावरणमा काम गर्दै जानुहुन्छ भने त्यसले तपाईको मन मस्तिष्कमा अवश्य असर गर्छ वा असर गर्दै जान्छ। तपाईलाई जति नै मनपर्ने करियर होस्, तपाईको लाइफ लङ ड्रिम जब नै किन नहोस्, तपाईलाई तपाईको कामको वातावरण अनुसार तपाईलाई असर गरिरहेको हुन्छ। तपाईले पहिलो 5 वर्ष जोसै जोसमा काम गर्नुहुन्छ, तर त्यसपछि तपाईलाई आफ्नो ड्रिम जब पनि मन पर्न छोड्छ। अझ झन् अरूले भनेकै आधारमा ठुलो भएर यसो बन उसो बन भनेकै आधारमा वर्षौं पढ्नुभयो, करियर रोज्नुभयो, अहिले मन नपरी काम गर्नु परेको छ र त्यसमा पनि भनेको तलब नहुने खालको करियर पर्यो भने लाइफ लङ निराशा मात्र हुन्छ। त्यसैले करियर रोज्दा आफ्नो कोर पर्सनालिटीमा ध्यान दिनुहोस्। कतिको हायरिङ हुने खालको करियर हो र तलबले परिवार धान्ने खालको हो होइन, त्यसमा ध्यान दिनुहोस्। कामको वातावरणले तपाईलाई तपाईको मस्तिष्कमा पार्ने प्रभावको बारेमा ध्यान दिनुहोस्। केही साल ढिलो करियर सुरु गर्दा पनि केही फरक पर्दैन, तर राम्रोसँग अध्ययन गर्नुहोस्। मिल्छ भने त हप्ताको 4 दिन मात्र काम गरेर बाँकी 3 दिन परिवार, आफ्नो हबी, लाइफ गोल र आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन मिल्ने करियर रोज्नुहोस् वा करियर बनाउनुहोस्।